ल अब भाइ बहिनीहरूसँग म केही कुरामा छलफल गर्छु है त। हस्, अब हामीले छलफल गर्दाखेरि एकदम ध्यान दिएर, थाहा छ होइन त के गर्नुपर्छ अरे? सुन्नुपर्छ, अर्को पनि काम गर्नुपर्छ। है ल। अब सङ्ख्याको बारेमा हामीले अघिल्लो कक्षाहरूमा पढेको छ होइन त? के पढाएको छ समीर? के कुराहरू पढेको छ सङ्ख्याको ज्ञान भन्ने पाठमा? 11,10,10,00,000 भनेर पढेको छ होइन त? स्थानमान तालिका भनेको पढेको छ कि छैन? छ। कति अङ्कसम्मको पढेको छ? 4 अङ्कसम्मको हो? 7 सबैजनाले हो? है। त्यसो भएदेखि हामी एउटा सानो काम गरेर पहिला एउटा सानो काम गर्छौँ, अनि त्यहाँबाट हामी चाहिँ अगाडि बढ्छौँ है त। 7 अङ्कसम्म हामीले स्थानमान तालिका अघिल्लो कक्षामा अब अध्ययन गरेका छौँ होइन त? ल अब हाम्रो एउटा सानो ग्रुपमा हामी एउटा गेम खेल्छौँ है त। ल म तिमीहरूलाई केही सङ्ख्या पत्तीहरू उपलब्ध गराउँछु हो। आफ्नो समूहभित्र रहेर त्यो सङ्ख्या पत्तीलाई चाहिँ टक्क स्थानमा तालिकामा राखेर के गर्नु पऱ्यो? प्रस्तुत गर्नु पऱ्यो, भन्नु पऱ्यो त्यहाँ लेखेको सङ्ख्या कति रहेछ है त। ल फटाफटै एकदम फास्ट, हामीसँग थुप्रै समय छ। ल हामीले अघिल्लो कक्षामा गरेको कुरा हो नि है। धेरै राम्रो स्केलको प्रयोग गर्दा पनि हुन्छ है। समूहमा छलफल गरेर, समूहभित्र छलफल गरेर चेक्क बनाउने है त। ल बिचमा दुवैजनालाई हो क्या? दुवैजनाले गर्दा हुन्छ। समूहमा भएको सबैले आफ्नो आफ्नो गर्दा हुन्छ है। आफ्नो आफ्नो गर्दा पनि हुन्छ। एकैचोटि हो सक्छ के? धन्यवाद। त्यहाँ भएको सङ्ख्यालाई 1,10 त भन्ने होइन होला, के भन्नुपर्छ? जस्तै 1,224 भन्छ नि? भन्छ कि भन्दैन? जस्तै हाम्रो विद्यालयमा विद्यार्थीहरूको सङ्ख्या कति छ भन्यो भने तिमीहरू 1, 10, 100, 1000 भन्छौ कि के भन्छ? हाम्रो विद्यालयमा कति छ? लगभग 350 हो क्या? त्यसो भए त्यहाँ स्थानमान तालिकामा लेखेको सङ्ख्या कति हो भन्नु? ल बिन्ता त्यो ग्रुपबाट, बिन्ताको ग्रुपबाट सङ्ख्यालाई पढेर सुनाउनु पऱ्यो। 45 लाख। कति लाख? सबैले सुन्ने भन्नु पऱ्यो ठुलो स्वरमा। कति लाख? 45 लाख 36,000 अनि यहाँसम्म मिलेको छ। समीर sit down। 21 होइन तारा? 80,73,450। ओ स्याबास। भनेपछि 7 अङ्कसम्मलाई हामीले स्थानमान तालिकामा भर्नको लागि जानेका रहेछौँ हो। अब एउटा प्रश्न है, ध्यान दिएर सुन्ने। 7 अङ्कले बनेको सबैभन्दा ठुलो सङ्ख्या कति होला? ल आफ्नो आफ्नो ग्रुपमा सबैजनाले गर्नु। 7 अङ्कले बनेको सबैभन्दा ठुलो सङ्ख्या लेखेर देखाइहाल्नु फटाफट छिटो है। 7 अङ्कले बनेको सबैभन्दा ठुलो सङ्ख्या कति होला? टक्क लेखेर देखाइहाल्नु।
समीर रेडी भयो ल भन्न त कति रहेछ 99,99,999 भयो कति भयो 99,99,999 गुड 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 भयो हैन कति भयो 99,99,999 ल नेक्स्ट क्वेशन है ल थ्यांक यू ठीक छ धन्यवाद बस अर्को एउटा क्वेशन 7 अङ्कले बनेको यो भन्दा ठुलो संख्या लेख्न सकिन्छ कि सकिँदैन होला एकछिन सोचौँ त 7 अङ्कले बनेको यो भन्दा ठुलो संख्या हुन्छ कि हुँदैन होला हुन्छ कि हुँदैन होला हुँदैन किन हुँदैन होला किन होला कारण के होला त्यसो विचार गरौँ यो भन्दा बढी हुँदैन त्यही भएर यो भन्दा बढी हुँदैन त्यही भएर त्योभन्दा बढी हुँदैन त्यही भएर त्यसरी एक जोडेर हेरौँ सबैजनाले वान जोड्नु है फास्ट लेट्स स्टार्ट छिटो एक जोड्नु एक जोड्ने सक्यो समीर सक्यो एकछिन है एकछिन ल सक्यो सक्यो ल यहाँको 1 लाख गर्न त 1,10 भनेर गर्न त सुरुबाट कति बन्यो कति बन्यो 10 लाखसम्म हामीले 7 अङ्कमा अघि पढाएको थियौँ हो 65 लाख भनेर पढाएको थियौँ कि अब त्योभन्दा माथि कति बन्यो 10 लाख भन्दा माथि कति हुँदो रहेछ 10 करोड भइसक्यो समीर कति भयो 1 करोड 1 करोड 1 करोड गुड सबैजनाले गर्न त 1 करोड सक्यो 1 जोड्दाखेरि 1 करोड यसरी हामीले 7 अङ्कले बनेको सङ्ख्याहरूमा सबैभन्दा ठुलो सङ्ख्या 1 जोड्यो भने कति जोड्यो भने कति बन्द रहेछ अब 8 अङ्कले 8 भएछ कि भनेपछि त्यहाँभन्दा ठुलो 7 अङ्कले बनेको सङ्ख्या हो 99,99,999 भन्दा ठुलो लेख्न सकिने रहेछ त रहेनछ किनभने 1 जोड्दै के भयो 8 अङ्क भयो कि भयो 1 जोड्दा 8 अङ्क भयो कि भयो त्यहाँभन्दा ठुलो सङ्ख्या लेख्न नसकिने हो कि ल यसरी हामीले 1,10,100,000 भन्दै जाँदा 10 लाख भन्दा माथिका सङ्ख्याहरूबाट करोड र त्योभन्दा माथि 10 करोड भनेर पढ्नुपर्छ एकपटक यहाँनिर एउटा चित्रमा हेर्नु पर्यो के लेखेको छ 1 अब 10 करोडमा कतिवटा अङ्क छ गर्न सकिन्छ हेरौँ त यहाँ गर्न सकिन्छ 9 अङ्क हो हेर त तारा कतिवटा छ गर्ने अरूले भनेको सुनेर हुँदैन 4 5 6 7 8 9 एक्ज्याक्टली हो कतिवटा हुँदो रहेछ अरे 9वटा अङ्कहरू ल अब 9वटा स्थानमा तालिकामा हामीले के गर्नुपर्छ है त के गर्नुपर्छ है ल कतिसम्म हुँदो रहेछ 9 अङ्कले बनेको सङ्ख्याहरू 10 करोडसम्म है त यसो भएदेखि 9 अङ्कले बनेको सङ्ख्याहरू आफ्नै मनले 9वटा अङ्कले बनेको सङ्ख्याहरू लेखेर देखाउँछ तिमीहरू सबैजना लेखेर देखाउँ लेखेर मात्र देखाउँ 9वटा अङ्कले बनेको सङ्ख्या आफ्नै मनले लेखेर देखाउँ है बन्यो नि त ल अब यहाँनिर म एउटा स्थानमा तालिका देखाउँछु है
हामीले 9 अङ्कले बनेको सङ्ख्यालाई पनि स्थानमान तालिकामा देखाउन सक्छौँ हो एकचोटि हेर्ने सबैजनाले हेर्ने है ल स्थानमान तालिकामा छ कतिवटा अङ्कले बनेको छ सबैजनाले देख्यो होइन त ल यसै गरी सबैजनाले स्थानमान तालिकालाई ल ठिक छ ल गुड थ्याङ्क यू राम्रो अक्षर राम्रो हुन्छ ल अझै राम्रो बनाऊ ल ठिक छ गुड धन्यवाद थ्याङ्क यू 78,93,43,216 216 ल थ्याङ्क यू क्रिस्टिना कति आयो 16,79,108 हो अरूको पनि भइसक्यो यहाँ बाँकी छ है ल यहाँ बाँकी छ अझै गरी क्रमशः सङ्ख्याहरू 8 अङ्क 9 अङ्क 10 अङ्क हुँदै क्रमशः बढ्दै जान्छन् हो हामीले हाम्रो व्यावहारिक आवश्यकता अनुसार यस्ता सङ्ख्याहरूको हामी के गर्छौँ प्रयोग गर्छौँ हो हाम्रो घर परिवारमा हामी 1000 लाखसम्म के गर्छौँ प्रयोग गर्छौँ अगे करोड करोड त हामीसँग छैन होला हो त हाम्रो नेपालको जनसङ्ख्या सुनेको छ नि छैन हाम्रो यो व्यावहारिक प्रयोगमा हाम्रो नेपालको जनसङ्ख्या 2 करोड अनि कति लाख 91 लाख कति हजार 64,000 यो पनि कति अङ्कले बनेको सङ्ख्या होला लु त लेखा त एकचोटि सर कति अङ्कले बनेको छ पत्ता लगाउनु नेपालको जनसङ्ख्या लेखा त 2 करोड 91 लाख 64,000 कति सय होइन त स्थानमा तालिकामा भर्नु पर्दैन अब मैले भन्न खोजेको कुरा चाहिँ हामीलाई सङ्ख्याको ज्ञान भयो भने अगे सङ्ख्याको ज्ञान भयो भने हामीले विभिन्न कुराहरू जस्तै जनसङ्ख्या हामीसँग भएका पैसा रुपियाँ रकमहरू हो अनि एक ठाउँदेखि अर्को ठाउँसम्मको दूरी कति किलोमिटर छ अगे यस्ता कुराहरू बारेमा चाहिँ व्यावहारिक कुराहरू प्रयोग गर्न सक्छौँ